नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेममत। आज तपाईँले विश्वास लाग्छ लाग्दैन नि यति सस्तोमा पनि यस्तो राम्रो जग्गा पाउँछ भनेर पाउनुहुन्छ हजुर। 15 देखि 16 चलेको ठाउँमा कतिले जम्मा आनाको 6,50,000ले कहाँनिर ठ्याक्कै यो अगाडि चोक्कैमा कमर्सियल जग्गा भन्दा पनि फरक पर्दैन है त। यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिने छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। तपाईले हेर्न सक्नुहुन्छ यहाँदेखि यो घरको साइडमा रहेको जग्गा हेर्न सक्नुहुन्छ है। यो माथिको भागमा पुरै घर छ हेर्न सक्नुहुन्छ। त्यही सँगै सटेको जग्गा अगाडिसम्म रहेको छ। यताबाट पनि देखाउँदैछु तपाईहरुलाई हेर्न सक्नुहुन्छ भने टक्कै यो घरको दुईवटा घरको बिचको रहेको जग्गा। यो बाटो पनि टच हुन्छ। यो बाटो पनि तल गाउँमा जाने बाटो रहेको छ। त्यो हुँदा फेरि यो बाटो पनि टच पाउनुहुन्छ तपाईहरुले। यहाँनिर हेर्न सक्नुहुन्छ यो बाटो सर र पिछै रहेको छ है त। अब तपाईलाई भन्ज्याङ पोखरीमै लगेर देखाउने छु तपाईहरुलाई हैन। यो बजार क्षेत्र रहेको छ। यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ बजार क्षेत्र भनेर यहाँनिर बोर्ड पनि रहेको छ है त। यो पनि हेरिहाल्नु भयो तपाईहरुले। अझै अगाडि लगेर देखाउँदै छु। जम्मा आनाको धेरै छैन है, 6,50,000ले दिँदै हुनुहुन्छ। यो एरियामा चलन चल्तीको मूल्य भनेको 15 लाख पनि चलिसकेको रहेछ। त्यो हुँदा फेरि एकदमै मिलाएर पाउँदै हुनुहुन्छ। भन्ज्याङ पोखरीको बजार है त यो। अब तपाईले यो बजारको दृश्य हेर्न सक्नुहुन्छ। यहाँनिर तपाईले यता पनि हेर्न सक्नुहुन्छ है। नगरपालिकाको नगर कार्यालय क्षेत्र रहेको छ। यहाँनिर तपाईले बिल्डिङहरु छ। यता बस छ हेर्न सक्नुहुन्छ तपाईले। यो बसको दृश्य बसहरु रहेको छ। यो बस हेर्न सक्नुहुन्छ। यहाँबाट टक्क यो बसको दृश्य रहेको छ हैन। यो अगाडिपट्टिको भाग हेर्न सक्नुहुन्छ तपाईले। भन्ज्याङ पोखरीको चोककै रहेको छ है। यो अगाडिको चोक तपाईले जस्ताको तस्तै यो चोकको दृश्य पाउनुहुन्छ। यहाँनिर बस रहेको छ। जग्गा यहीँदेखि सटेको छ। ट्याक्क कमर्सियल जग्गा भन्दा पनि फरक पर्दैन। तपाईले हेर्न सक्नुहुन्छ यो अगाडिको चोक भयो है त। यो भन्ज्याङ पोखरी चोक। यही चोकसँग सटेको जग्गा हो। अझै तपाईलाई उता लगेर पनि देखाउने छु। एक राउन्ड मारेर लाम्स यताबाट हेरौँ है त। यो टक्क लागेर यहाँदेखि अगाडिसम्म छ। यहाँ बाटो है। भन्ज्याङ पोखरी चोक भनिसकेपछि चारैतिर जाने बाटोहरू छ। यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँबाट अब यतापट्टि यहाँनिर हेर्न सक्नुहुन्छ जीवनपुर भन्ज्याङ पोखरी हैन। मोडको भन्ज्याङ भ्यू टावर पनि जाने काठमाडौँ मसफाँट हैन। चारैतिरको यहाँनिर बोर्ड पनि छ है त। तपाईले यो चोकै भयो भन्ज्याङ पोखरीको चोक। यहाँनिर बिचमा पोखरी पनि छ एउटा सानो र तपाईले यो चारैतिरको भ्यू यस्तो खाले रहेको छ। तपाईलाई जस्ताको तस्तै देखाउँदैछु है त ल। यताबाट हेर्न सक्नुहुन्छ यो साइडबाट टक्क यो पोखरीको बिचको भाग तपाईलाई क्लियर यो भन्ज्याङ पोखरी भयो। यही पोखरीसँग सटेको जग्गा हो भने यत्रा ठुला बिल्डिङहरु पनि बनेको छ। तपाईलाई यो पनि जानकारी गराउन चाहे। टक्क तपाईहरु जताबाट आउँदा पनि बिचको लोकेसनमा रहेको जग्गा हो। ल निश्चय भन्ज्याङ पोखरी यही नै हो। यहीसँग सटेको जग्गा रहेको छ। अब मोटामोटी तपाईलाई जग्गा देखाउने छु। आउनुस् जग्गा हेरौँ है त। जग्गा यहाँदेखि त्यो अगाडि बस हेर्न सक्नुहुन्छ तपाईले। बससम्मै रहेको छ। त्यहाँसम्म यो साइडमा राम्रो घरहरू बनिसकेको छ। यतापट्टि पनि हेर्न सक्नुहुन्छ तपाईले। अब उताबाट पनि ढलान बाटो छ भने यहाँदेखि सलक्क यो भाग अगाडिसम्मै जानुहुन्छ तपाईहरु। यताको भाग पनि अलिअलि देखाइदिनेछु तपाईहरुलाई है। यतापट्टि यो बारी रहेको छ। स्टेप गरेको बारीका गराहरू रहेको छ। तपाईलाई जस्ताको तस्तै जानकारी दिँदैछु। यहाँदेखि अगाडिसम्म रहेको छ। अझ तपाईलाई ड्रोन सुट पनि राखेको छु मैले। ड्रोन सुटबाट हेर्नुभयो भने क्लियर हुन सक्नुहुन्छ। तपाईले चारैतिरको दृश्यहरू जस्ताको तस्तै देखाउँदैछु है त। हेर्न सक्नुहुन्छ यो अगाडिसम्म रहेको जग्गा हो। जग्गा यहाँदेखि अगाडिसम्म रहेको छ। तपाईलाई यो जस्ताको तस्तै जानकारी दिँदैछु। हेर्न सक्नुहुन्छ है त। त्यो बाँसको झ्याङ देखिरहनु भएको छ। त्यसको साइडमा बाटो छ। त्यताबाट पनि बाटो टच हुन्छ भने यहाँ बिचमा अलिकति अरूको जग्गा छ हैन। अझै जग्गा थप्छु भन्दा मिल्ने जग्गा पनि छ यहाँनिर अगाडिसम्म। त्यहाँबाट उताबाट साइडसम्म रहेको छ। हेर्न सक्नुहुन्छ माथिपट्टि यो घर रहेको छ। यो घरसम्मै जग्गा रहेको छ है। तपाईलाई यो जस्ताको तस्तै जानकारी राखिसकेको छु। आजको बिक्रीमा रहेको जग्गा यही नै हो। हेरि पनि सक्नुभयो होला। पक्कै पनि मन पारिसक्नुभयो होला। अब आउनुस् फेरि एकचोटि तपाईलाई सरल जानकारी दिने नै छु। हेर्दै गर्नुस् यो भिडियो अन्तिमसम्म। तपाईहरुलाई सम्पूर्ण जानकारी पाइ नै हाल्नुहुन्छ है त। आजको बिक्रीमा रहेको जग्गा यही नै थियो। ठ्याक्कै लोकेसन भन्नु पर्दा धुनीबेसी नगरपालिका वार्ड नम्बर 1 भन्ज्याङ पोखरी चोक्कैमा रहेको जग्गा है त। टोटल जग्गा 5 र पनि 11 आना जग्गा रहेको छ। अझै जग्गा थप्छु भन्दा पनि मिल्ने जग्गा रहेको छ है त। अगाडिपट्टि चोक भएको हुँदा यहाँनिर जुनसुकै व्यापार बिजनेस तपाईहरुले जुनसुकै पर्पजको लागि पनि एकदमै कमर्सियल जग्गा। पेट्रोल पम्प होटल रिसोर्ट खोल्छु या स्कुल कलेज हस्पिटल बनाउँछु भन्दा मिल्ने जग्गा रहेको छ है त।
बाटो तिनै साइडतिरबाट टच रहेको छ, अगाडि चोकबाट पनि टच रहेको छ, त्यो बस देखिरहनु भएको छ त्यहाँबाट पनि टच छ र यो अर्को बाटो यताबाट पनि टच छ है त। जताबाट आउँदा पनि सेन्टर लोकेसन बिचमा रहेको छ। काठमाडौँको रिङ रोड सीतापाइलादेखि धेरै टाढा छैन, जम्मा 13 किलोमिटरको दूरीमा रहेको जग्गा हो। वरिपरि घरै घरको बिचमा रहेको जग्गा हो। मौकाको फाइदा उठाइहाल्नु होला। यो एरियामा आनाको 15 देखि 16 सम्म चलिसकेको छ है। तपाईले अहिले जम्मा धेरै हैन है त, जम्मा आनाको 6,50,000ले पाउँदै हुनुहुन्छ। अब यति राम्रो जग्गा लिन चाहनुहुन्छ भने ढिला गर्दै नगर्नुस्। यो सबै 5 रो पनि 11 आना जग्गा लिनुपर्ने हुन्छ है त। अझै यहाँ थप्छु भन्दा पनि पाउनुहुन्छ, त्यो भएर 50% भन्दा पनि सस्तो रेटमा दिँदै हुनुहुन्छ। साइडमा हेर्नुहोस् न, जग्गाको लागि भन्दा म राखिसकेको छु, दाइ कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइलिन सक्नुहुनेछ। र केही नबुझेको कुरा तल कमेन्टमा लेख्नु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद।